हेलो गुड इभिनिङ शिवहरू सम्पूर्णलाई है। आज चाहिँ म घरमा एक्लै थिएँ र है म चाहिँ आज है एक्लै हुनुको कारणले गर्दा टाइम पास पनि हुने र है खाना बनाउन सुरु गरिरहेको छु। र अहिले चाहिँ फर्स्टमा चाहिँ म यहाँ दुध बसाइरहेको छु। आज है लङ रन गएको थिएँ र दुध पिउनु पर्ने स्थितिले गर्दा र आज चाहिँ म है मिक्स भेज खाउँ भनेर है इस्कुस तरुल मटर गाजर आलु मिक्स गरेर खाउँ भनेर सोचिरहेको थिएँ। बस्तीबाट है रायो साग तोरीको साग पनि ल्याउनु पठाइदिनु भएको रहेछ र साग पनि फल्टै भुट्ने भनेर प्लान गरेर चाहिँ म चाहिँ अब सब्जी केलाउनु सुरु गरिरहेको छु है। सब्जी मजाले आज चाहिँ एक्लै भइरहेको छु म चाहिँ है। मिसेस नानीहरू सबै नाम्ची गइरहेछ र म आज चाहिँ एक्लै भएको कारणले गर्दा टाइम पास छैन, नभए त नानीहरूसँग खेल्दै उता यता टाइम पास हुन्थ्यो। आज मेरो टाइम पास केही नभएको कारणले गर्दा म चाहिँ खाना बनाउनु छिट्टै सुरु गरिरहेको छु। र एउटा आलु ल्याएर चाहिँ म चाहिँ है मजाले यसलाई है इस्कुस तरुल पनि आदि जस्तो ल्याएर मैले है तासतुस गर्नु सुरु गरिसकेको छु र है एउटा प्याज ल्याएँ अनि है यो रेडी बनाउँदैछु म चाहिँ आज एक्लैको लागि एक्लै खाना अब है। तपाईँहरूले चाहिँ कस्तो प्रकारले बनाएर खानुहुन्छ, म चाहिँ यसरी बनाएर खान्छु है। कतिजना केटीहरूले चाहिँ सोध्छ होला है केटाहरूले खानाहरू बनाउनु सक्दैन, तर है प्रायः जस्तो केटाहरूले पनि खाना चाहिँ बनाउनु सक्छ, बनाएर मजाले खानु है दिनु पनि सक्छ है। मजबुरी हुन्छ कति है भ्याउँदैन, त्यसै कारणले गर्दा कतिले बनाउँदैन र म चाहिँ टाइम भएको बेलामा चाहिँ यसरी खानाहरू आफै बनाएर पनि है खाने गर्छु र अरूलाई पनि बनाएर दिने गर्छु। र आज चाहिँ मेरो चाहिँ टर्नै परिरहेको छ र म चाहिँ है आज चाहिँ छिटै खाना बनाउन सुरु गरेँ र अहिले भने चाहिँ म है अलमोस्ट मेरो यो भेज आइटम बनिसकेको छ र मैले चाहिँ अब यो फर्स्टमा है खाना बसाइहाल्नु पऱ्यो भनेर खाना बसाएँ है। खाना चाहिँ अलिक निकै नै बसाउने प्लान गरेँ, किनभने भोलिको लागि पनि राख्ने खालको हिसाबले भोलि सायद ड्युटी पर्छ जस्तो लाग्दैछ। रौलो है मन्दिरमा पूजा छ सरको, त्यसले गर्दाखेरि चाहिँ है बिहान त अलिअलि खाएर जानु पऱ्यो है। भोकै गाडीमा हिँड्दाखेरि त अलिक प्रब्लम हुन्छ, त्यही कारणले गर्दा मैले चाहिँ खाना बसाएँ र है साग तोरी साग पठाइदिनु भएको रहेछ घरबाट, त्यही तोरीको सागलाई चाहिँ मैले है केलाउन सुरु गरेँ। र यो तोरीको साग चाहिँ म चाहिँ एक्स्ट्रा प्रकारले है खान्छु नि, मैले जस्तै ज्यादा पकाएर पनि होइन कम्ती पकाएर है, जुन चाहिँ म लास्टमा तपाईँलाई देखाउँछु है। यसमा जस्ट खालि 5 ग्राम मात्रै लगाएर चाहिँ मजाले म चाहिँ बनाउने मेरो प्लान छ र अलमोस्ट मैले यो खाना बसाइसकेँ र दाल पनि आज चाहिँ मुसुरी दाल खानु पऱ्यो भनेर दाल पनि बसाएँ र प्याज अलमोस्ट काटिसकेँ र रमभेडा पनि एउटा लिएर रमभेडा पनि यसरी म चाहिँ काट्छु हल्का हल्का है। यसलाई है रेडी बनाइसकेँ। अब गाजर पनि अलिकति मिक्स भेजमा लाउँदाखेरि राम्रो देख्छ नि, गाजर चाहिँ अब लुक चाहिँ राम्रो देख्छ सब्जीमा चाहिँ है। जसोसुकै पकाए पनि यसो हेर्दा चाहिँ गाजर सब्जीमा चाहिँ मिक्स भेजमा चाहिँ लाग्यो भने चाहिँ मजाको देख्छ। र म चाहिँ भेजिटेरियन परेँ, फेरि त्यही कारणले गर्दाखेरि भेजिटेरियनको लागि त बेस्टै हो। र है इस्कुस तरुल मटर आलु र गाजर गरेर चाहिँ मैले मिक्स गरेँ र अदुवा र लसुनलाई पनि एकैठाउँ मिक्समाक्स गरेँ है, कुटेर रेडी बनाएँ र सब्जीहरू सबै अलमोस्ट रेडी भइसक्यो। भाँडाहरू पनि धुँदै गर्नुपर्छ, किनभने भाँडा चाहिँ अघि ग्यासको भाँडामा उफ्रिरहेको थियो अल्छी लागेर हो त्यतिकै। र फर्स्टमा चाहिँ म चाहिँ अब भेज सब्जी बनाइहाल्नु पऱ्यो भनेर चाहिँ सुरु गरेँ है। भेज सब्जी निकै बेर लाग्यो, किनभने यो टमाटर चाहिँ काँचो काँचो खाएको रहेछ, यो भुटिनु निकै टाइम लाग्यो है। मेरो स्टाइलले पकाइ अर्कै खालको छ है, आफ्नो आफ्नो स्टाइल हुन्छ, पकाउने तरिका हुन्छ, स्टाइल भन्नुको मतलब तरिका हुन्छ। र म पनि मेरै तरिकाले पकाउनु सुरु गरिरहेको छु र है एक्लोको लागि अब जति सक्दो चाहिँ अब है कम्ती बनाएर चाहिँ खाउँ भन्दा पनि मिक्समास गर्दाखेरि निकै नै भइहाल्यो, कराई झन्डै भऱ्यो है। एकजनाको लागि 2-3वटा आइटमहरू मिक्स गरेर बनाउँदाखेरि त निकै नै पो भइहालेछ। र यसरी नै म चाहिँ अब सब्जी र दाल बसाएर चाहिँ है अब सागपट्टि लागि सागहरू मजाले धुइधाइ गरेर केलाइ गरेर चाहिँ अब यसलाई चाहिँ मसिनो काट्छु भनेर म चाहिँ यहाँ चाहिँ केलाउन सुरु गरिसकेँ है। गर्दा गर्दा खाना अलरेडी पाकिसकेको थियो र है अब सब्जी पनि अलमोस्ट 50% जस्तो पाकिसक्यो र यसरी म चाहिँ मसिनो सागलाई अझै मसिनो काट्छु। यसलाई चाहिँ म चाहिँ फेरि है फ्याटाक नपकाएर चाहिँ हल्का पकाउँछु। मैले सोचेँ अब यसलाई चाहिँ म है साग चाहिँ म पकाइहाल्नु पऱ्यो भनेर है
सागलाई काटेर म रेडी बनाइहालेँ। कम्ती तेल लगाउँछु है। यो साग पकाउँदा चाहिँ हामी कम्ती तेल लाएर चाहिँ 5 पकौडा मात्रै लाउँछु, अरू कुरा केही लाउँदिनँ। मलाई हल्दी सल्दी पनि केही पनि लाउँदिनँ, किन भन्दाखेरि हरियो चिजमा अब हल्दी लाउँदाखेरि लाग्ने कुरा त होइन। एकछिनमा मैले यो है कराई तताउनु पऱ्यो। कराई तताउनुसँगै दिउँसो खाएको भाँडाहरू निकै थुप्रिसकेको थियो है। कराई साफसफाइ गरिहाल्नु पऱ्यो भनेर म चाहिँ सुरु गर्नुपट्टि लागेँ है। र दिउँसो खाएको खाजाको मैलाको भाँडाकुँडा है निकै थुपिसकेको थियो। एक्लै भए पनि अब थुपार्दै राख्छ, अल्छी हुन्छ है। एउटा के धुनु भनेर धुन्छु भन्दै निकै थुपिसकेको रहेछ र यसलाई म क्लियर गरिहाल्नु पऱ्यो भनेर क्लियर गरेँ है। सब्जी त अलमोस्ट पाकिसकेको जस्तो लाग्दैछ र पनि होइन, हल्का ग्रेभी निकाल्नुपर्छ भनेर मैले अलिकति यसमा पानी थप्दै है अलिकति पकाउनु सुरु गरेँ। र यसमा अलिकति मैले अब सागको लागि कम्ती तेल पनि लगाइहालेँ, 5 फोरन पनि लगाइहालेँ। अब यसमा सागमा 5.5 फोरन मात्रै लाउँछु, अरूतिर केही पनि लाउँदिनँ, नुन हल्का लाउँछु। र यसरी नै मैले साग पनि रेडी बनाइसकेँ। र अब यसलाई पनि काम क्लियर पनि गर्दै गर्नु पऱ्यो सरसफाइ है। अब खाना अलरेडी रेडी रहेछ। दाललाई पनि अब निकालेँ। अब दाललाई चाहिँ म फेरि यसलाई झाट्नुपर्छ भनेर चाहिँ मैले अब सोचेँ। अब दालको लागि चाहिँ है क्लियर पनि गर्दै गर्नु पऱ्यो। र है यो चाहिँ अब साग त अलमोस्ट पाकिसकेछ जस्तो लागेको छ। सागलाई चाहिँ मैले निकालेँ है। निकालेर चाहिँ मैले पेलामा लगाएको छु है। यो पेलामा राखेर भरे खाँदा चाहिँ अब एक्स्ट्रा राखेर खाँदा चाहिँ मजा आउँछ है। अनि कराई पनि रेडी भइसकेको छ। अब मैले अलिक ग्रेभीको लागि चाहिँ फेरि है यसमा अलिकति पानी थपेँ अलमोस्ट है। यसो हेर्दैछु ग्यास पनि सक्ला जस्तो देख्दैछु, तर खासमा सकेको चाहिँ छैन। घरमा सेलरोटी र यो पनि पठाइदिनु भएको रहेछ। यो पनि मैले खाँदै है टाइम पास। आज दिउँसो लामो रन गएको थियो, त्यसले गर्दा दुध त खानै पर्ने थियो, म पिउनै पर्ने थियो। त्यसले गर्दा दुध खाँदै यसो टाइम पास पनि हुने है। खाना पनि चलाउँदै सब्जी पनि चलाउँदै म चाहिँ अब टाइम पास गर्दै है अलमोस्ट अब मेरो पाकिसक्यो भन्दै म चाहिँ अब यहाँ खाना बनाउनु सुरु गरिसकेको छु। र है खाना अलरेडी पाकिसक्यो। दाल पनि अब झार्नु पऱ्यो भनेर दालको लागि पनि अब रेडी हुँदैछ है। हनीकम र यसो है सेलरोटीको पनि मजा लिँदै है दुध त हेर्दै एक मग त खाइसकेको छु है। अब दाल पनि मैले अलमोस्ट यहाँ झाटिसकेँ है। दाल पनि अब रेडी भइसक्यो। के छ र त्यसको दालको लागि त अलिकति फेरि धनियाँ त चाहियो है। धनियाँलाई पनि यसो है मसिनो काटकुट गरेर रेडी बनाउनु पऱ्यो भनेर मैले रेडी पनि बनाइसकेँ। अब हेर्नु त साथी हो, अहिले मैले बनाएको सब्जी यो हो। मेरो त साथी हो मैले बनाएको यो चाहिँ खाना अब आफूले नै है खङखङ लाग्दो खालको लाग्यो। अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मिक्स भेज अलमोस्ट रेडी भइसक्यो। हेर्नुहोस् साग चाहिँ म यो खालको बनाउँछु भनेर अघि तपाईँलाई भनिसकेको थिएँ। र त साथी हो आजको टाइम पास मेरो यति नै। ओके बाई बाई, शुभरात्रि सबैलाई।